आज त होली खेल्नु पर्छ कि होइन होली पनि देख्छु कि म होली खेल्नु तिमीहरूले बोला राख्छ त होला फेरि हो ए होइन एकछिन सतर्किन किन के भयो के भन्दा के चाहिँ होली आज त होली त हो सबै खुसी छ होली खेल्छ तर एउटा मेरो डरलाग्दो प्लान छ नि मासु नखाएको धेरै भएको छ होइन त्यो खाइदिनु सँगै गएर अन्त तिमीहरूसँग अन्त त्यतिका तेरो र मेरो मात्रै मासु खानुपर्छ हो आज के प्लान छ प्लान छ आज जुन केटाहरू बसिरहेको छ होला भाइ आज त होली होइन आज त होली खेल्नु चाहिँ केटाहरूसँग मजाले ल खेल्नु होली त आइबस्छ कि त आज मेरो मनमा एक प्रकारको फिलिङ्स आइरहेको छ हौ के चाहिँ आइरहेको छ तेरो बस्नु न म भन्छु नि आउनुहोस् त जस्तो अब यो चाडबाड हामी होली खेल्छौँ होइन खुसीको पर्व हो भन् त तर मलाई चाहिँ के लाग्यो भन्दा चाहिँ अब हामी चाहिँ आजको दिनमा के हो हामी त अब वर्षभरि खेलिबस्छौँ नि होली त होइन आज चाहिँ हामी गएर गरिब दुःखीहरूलाई यसो होइन खानापिनाहरू दिएर कलरहरू दलिदिएर 1 रुपियाँ दिएर त्यस्तो गर्दा कस्तो होला साथीभाइ हो एकदम ठिकै हुन्छ नि होइन गरिब दुःखीलाई जाउँ न अब कोही माग्ने थाङ्ने भेट्छ होइन घुम्दै जानुपर्छ हामी गरिब दुःखीलाई 1 रुपियाँ दिउँ खानाकिना खिलाइदिउँ कि कस्तो हामी त डेली मनै बस्छौँ नि होइन र आज यसो गरौँ न दामी पुण्यको काम पनि हुने दामी विचार भन्यो नि तिमीले है होली त्यस्तो गरौँ ल होइन अहिले खेला भयो अलिअलि लगाइदिउँ ल ह्याप्पी होली ह्याप्पी होली ल मलाई पनि लगाइदिनु आज चाहिँ हामीले गरिब दुःखीहरूलाई गरिब दुःखी ल ल ल ह्याप्पी होली ल आज गरिब दुःखीलाई यसो हेरेर ल उनीहरूलाई यसो दान पुण्य गरौँ ल त्यो गरौँ एकदम त्यो राम्रो केटाहरूको हो छैन 1 रुपियाँ छैन केटाहरूको छ 1 रुपियाँ छ तिम्रोमा देउसी खेलेको छैन तिम्रोमा त्यो निकाल्नुपर्छ तिमीले ल ल जाउँ केटा ल ल जाउँ केटा औ यता केटा हो आज त राम्रो सरसल्लाह भएको छ गरिब दुःखीलाई सेवा गर्ने हो खानापिना दिनुपर्छ पैसाहरू दिनुपर्छ भेट्यो भने ल त्यहाँदेखि होली बेलुका खेल्दा पनि हुन्छ नि होइन भइहाल्छ होली त अनि हेर्दा ऊ बाजे बिचरा हेर्दा नानी बाजे कहाँको रहेछ के रहेछ दिवासी छ त हेर्दा भाइ बिचरा के हो सिरियस छ त है अनि खानापिना खाएको सोध्न खानापिना खाएको छ अझै तिमीले खाना पिनाहरू खायो अनि हेर्दा होलीको दिन यस्तो हुन्छ लु केटा हो छ किन खानेकुरा केही छ गोल्सीतिर छैन मटन 1 रुपियाँ पैसा छ है पैसा दिइराख्छ बिचरा राजेलाई बाजे दे भाइ तेरो छ नि लु बाजे केही कुरा खाना किनेर खानुहोस् ल लु आज होली रहेछ तपाईँलाई लगाइदिएछ भाइ लगाइदियो होली बिचरा बाजेलाई ह्याप्पी होली बाजे ल ल जुन केटा होला उकालो ल झिन भाइ माथि अब ल माथि छ होला यस्तै मान्छेहरू बिचरा कस्तो माया लाग्छ मान्छेहरू हामी पो होली खेल्छु होली खेल्नु मन पनि लागेन मलाई दाजु क्या त्यही त आज त्यस्तो देखिहाल्यो बिचरा त्यो बाजेले खानेकुरा खायो होला नि हो है खोइ खान्छ अब साह्रै भन्नु सक्दैन त्यही त हिँड्नु पनि सकेको थिएन त्यही त ल केटा कस्तो भयो मन म जान्छु घर ल ल भरे भेटौँ न ल ल जाऊ ल भाइ ल तिमी पनि ल ल A few moments later. अल्ला पैसा हातमा पऱ्यो यति गर्नु के छ पैसा चाहिँ बुढो अरे केटाहरू गयो कस्तो डर है आज गएर चिकन अघि भनेको हौ प्लान त यतिको हुनुपर्छ नि बुढाको सुँगुर खानु सुँगुर खानु लाग्यो कस्तो लाग्यो खानुपर्छ अब यतिको हुनु पऱ्यो नि त के रड्यो बुढो ए गोस खाना आज मासु खाइरहँदै भयो केटा अनि ल हजुर सुँगुरको उयो छ मासु छ सुँगुर मासु छ त भाइ ए 1 केजी दिनु नि 1 केजी खानु 1 केजी अनि पैसा छ होइन कति उठ्दैछ अघि हेर्नु न कति उठाएछ केटाहरूले उठाएको छ 1 केजी दिनु न अनि भन्डाइदिए केटाहरूले आज त भन्छ नि है हल्ला नगरे फेरि के छ अब सधैँ होली हुनु नि हुन्छ हुन्छ पैसा पेमेन्ट गरे हुन्छ अनि ल बस्नुहोस् ल हुन्छ अनि ल बस्छु त हालिएछ त अन्त है फेरि त्यो गोसानमा फेरि उयो पाउँछ नि अलिकति पहिल्यै बोइल्ड थियो है रोस्टेड मासु खाइ कस्तो हुन्छ डेली होली हुनु नि है डेली भन्दै भइहाल्छ त आज धेरै यस्तो बोल्छ तँ कति खान्छस् बोल्छ मजाले खान्छु नि होली ए तिमीहरू हामीलाई झुक्काएर पैसा उयो गरेर त सुँगुरको मासु खाने
अघि थाहा थियो नि तिमीहरू दुईजना एकजना त हराइरहेको थियो नि हामी पनि खान्छ अब त्यो मासु डिके ब्लग्सका सम्पूर्ण भ्युवर्सहरूलाई नमस्कार र हामीले अहिलेसम्म चाहिँ जति तपाईँहरूको इन्टरटेनको लागि हामीले एउटा भिडियो बनायौँ है हामीले यो के मेसेज दिन खोजेको भने हामीले यसरी एउटा चाडलाई चाड जस्तो मनाएर है कसैलाई पनि हामीले मूर्ख नबनाउँ र यो चाडलाई आध्यात्मिक रूपमा हुन्छ धार्मिक भनौँ है र हामी एउटा सामाजिक रूपमा हामी हिन्दू मुस्लिम सम्पूर्ण हामी जातिहरू त्यसरी हाम्रो एउटा चाडलाई हामीले मजाले हर्ष उल्लासको साथमा हामी मनाउँ र मेरो भिडियो जुन थियो त्यो एउटा मनोरञ्जनको निम्ति मात्र थियो र सम्पूर्ण हाम्रा भ्युवर्सहरूलाई ह्याप्पी होली।